नेपाली मेलामा हामीले विभिन्न प्रदर्शनहरू देख्यौँ। यसै सिलसिलामा आज नेपाली प्रडक्ट हामीले यहाँ भेटेका छौँ र यसले नेपाली जनमास र पेरिसवासीहरूमा कस्तो प्रभाव पार्छ, कस्तो व्यापार उहाँसँग कस्तो के हुन्छ, व्यापारको सिलसिलामा के कस्तो समस्याहरू छन् र नेपाली सोसाइटीले कसरी हेरेको छ विषयमा हामी छलफल गर्छौँ भने उहाँसँग हामीले यो मेलाको बारेमा पनि केही सोध्दछौँ र उहाँ हजुरलाई नमस्कार छ। हजुर परिचय पाउँछ पहिला? मेरो नाम चाहिँ रविन्द्रमोहन श्रेष्ठ। हामी बेल्जियमबाट आएको हो। यो खास चाहिँ हामी नेपालको सामान युरोपमा ल्याएर युरोपभरि फैलाउने हामी नै पहिलो मरमहरू थिए। अहिले यो चाहिँ मेजों कल्चर जो नेपाल के पेरिस फ्रान्सले सालमा वर्षमा एकचोटि 2 दिनको मेला गर्छ अनि त्यसमा चाहिँ हामी कहिलेकाहीँ भाग लिन आउँछौँ। यसपालि चाहिँ नेपालीहरूको पनि स्टल हुनै पर्यो भनेर हामी भाग लिन आउँछौँ। अनि नेपालबाट आएका जति पनि सामानहरू छन् तिनीहरू सबै अलिअलि गरेर मैले चाहिँ एक्सपोज गरिदिएको छु ताकि युरोपमा पनि नेपालको चाहिँ हरेक पसलमा पाउने यहाँ पनि पाओस्। जुन यो नेपाली प्रडक्टहरू तपाईँ नेपालबाट यहाँसम्म ल्याउने समस्याहरू कस्तो देखिन्छ र नेपाली बजार कस्तो पाउनु भएको छ? नेपाली बजार चाहिँ नेपालीहरूको यस्तो छ, राम्रो छ पनि र साथसाथै नेपालीहरूलाई अलि चित्त बुझाउनु पनि गाह्रो पनि छ। अनि दोस्रो कुरा नेपालबाट सामान ल्याउँदाखेरि बाडा अडचनहरू त छँदैछ, भाषाको, उनीहरूको ऱ्यापरको धेरै कुराहरू छन्। तर तैपनि बजार चाहिँ राम्रो भइरहेछ। नेपालीहरू राम्रो छन्, खुसी भएको छन् नेपालीहरू जे होस् ओहो यहाँ पनि पाउँदो रहेछ भनेर। अहिलेसम्म पाउनुभएका खुसी र बिखुसीहरू के छन् यो व्यापार सिलसिलामा मेलाहरूमा नेपालीहरूले गर्ने विदेशीहरूले गरेका यो तपाईँहरूसँग? यस्तो छ, नेपालमा एकचोटि जो मान्छे पुग्छ त्यसको लागि दोस्रो घर नेपाली हुन्छ। उनीहरू यस्तो चाहिँ पुरै काया पलट भएर आउँछ। उनीहरूले जीवनमा यति ठुलो महत्त्व दिएर कसैले सत्कार गरेकै हुँदैन। हामी नेपालीहरूको सत्कार एकदम राम्रो छ अनि त्यो मायाले यिनीहरू खोजी आउँछन् र उनीहरू चाहिँ हामीसँग चाहिँ लामो समय कुराकानी गर्छन्। म यसो गएको थिएँ एउटा सम्झना एकदम राम्रो छ। यो मेलाले कतिको युरोपमा कस्तो प्रभाव पार्ला? यो मेलाले चाहिँ अब जस्तै फ्रान्स ठुलो छ तर मेजों कल्चर जो नेपाल भनेपछि अब यो 21औं वर्ष रनिङ हो। प्रत्येक वर्ष चाहिँ केही नभए पनि हजारौँ मान्छेहरू आएर हेर्न आउँछन्। यसमा चाहिँ अब फ्रेन्ड्सहरू मात्र नभए नेपालीहरू पनि आएका हुन्छन्। एक आपसमा चाहिँ भेट्ने कार्यक्रम पनि भयो र नेपालीहरूको चाहिँ के चहलपहल त्यो पनि भयो र सामानहरू पनि विभिन्न किसिमको नेपालको स्टलहरू देखिहाल्छ। खानेकुराहरू देखिँदा सबै पाउने भएको हुनाले प्रायः सबै आएका नेपालीहरू खुसी छन्। नेपाल र नेपाली सरकारले के गर्दा अझ राम्रो देखिनु सक्छ? नेपाल सरकारले त अब के भन्ने खै के गरे राम्रो, पुरै मात्र गरेर त के मतलब भएर गर्ने केही होइन क्यारे होइन। अब गर्नको लागि चाहिँ धेरै छ। नेपाल सरकारले अहिलेसम्म गरिराखेको राम्रै छ। पैठारीको लागि पनि जुन नियमहरू बनाइरहेछन्, जुन काम गरेर राम्रै छ। तर अब खासै गरी सरकारले व्यापार त गर्ने होइन, हामीलाई सहुलियत दिएको छ। हस् त, धन्यवाद।